हुन त पसल चलाउने दोकानदारी गर्ने सबैलाई जानकारी भएकै कुरो हो र पनि यहाँ आज पसलमा एकदम पर्यावरणलाई दूषित अनि हानि नपुर्याउने गरी कागजको ठुङ्गा कसरी बनाइन्छ भन्ने तपाईहरुलाई एउटा प्रदर्शन गरेर देखाइरहेको छु। यो एउटा A4 साइजको पेपर छ यहाँ र यो A4 साइजको पेपरले चाहिँ धेरैवटा सामग्री आधी किलो अट्ने यसमा हुँदछ र यो कसरी बनाइन्छ पहिला यहाँ हेर्नु होला। पहिला यो पेपरलाई यसरी लमतन्न प्रकारले राख्यो र त्यसपछि यो पेपरलाई तपाईहरुले यसरी आधा प्रकारले यहाँ यसरी फोल्ड गर्नुपर्छ र यति जग्गा चाहिँ तपाईहरुले यस्तो प्रकारले छोड्नुपर्छ र यो छोडेको जग्गामा चाहिँ हामीले गम लगाइन्छ। यो आटालाई यहाँनेरि पकाएर बनाइएको गम छ र हामीले यो गम यसरी यहाँ लगाउँदैछु। म एक हातले समातेर एक हातले डेमोन्स्ट्रेसन गर्न गइरहेकोले यहाँनेरि एउटा अलिक असजिलो जस्तो भइरहेछ र पनि हेर्नु होला। यहाँ म यहाँ गम लगाउँदै गइरहेको छु र यो गम लगाएर यो चाहिँ आधी किलो जाने ठुङ्गा म यहाँ बनाउँदै कसरी बनाउँछ तपाईहरुलाई देखाउन गइरहेको छु। र यसरी यो भइसकेपछि हामीले यसलाई यसरी गम लगाएको ठाउँमा यसलाई बन्द गर्ने गर्छौं र अलिक पक्काको लागि यसरी हामीले यसलाई र यस्तो प्रकारले यहाँ यस्तो गरेर यतिकै छोड्दा पनि हुन्छ। तर यतिकै छोड्दाखेरि गम अरु जग्गा लाग्ने र लतरपतर हुनाले यसलाई यसरी लगाएपछि हामीले यसलाई यस्तो प्रकारले बीचमा यसरी भाँज गरेर गर्यो भने चाहिँ अलिक राम्रो हुन्छ। हुन त अघि बनाएको तरिकाले जहाँ गम लगाएको छ त्यही नै राख्दा पनि हुन्छ र यसो गर्दा चाहिँ यसो गरेर तपाईहरुले बीचमा यसरी फाँका राख्नु भयो भने चाहिँ यो सुक्नमा चाँडै सुक्दछ र यो गम अरूतिर लागेर टाँसिने डर हुँदैन र यो यसरी सुक्दछ र यसरी धेरैवटा मैले यहाँ ठुङ्गाको यो आधी किलो जाने ठुङ्गा बनाएको छु। यसरी हेर्नु होला र यसपछिको प्रोसेस पनि तपाईलाई म देखाउन गइरहेको छु। यसरी यो एउटा ठुङ्गाको एउटा अब यो ढाँचा बनिएको छ। अब यसलाई हामीले के भन्छ यसलाई ठुङ्गा बनाउनको निम्ति पहिला यति जस्तो भाँचेर यस्तो प्रकारको अलिकति मिलाएर यसरी दोबार्नुपर्छ। यस एक हातले गर्दा मलाई अलिकति असुविधा भइरहेछ र यसरी दोबारिसकेपछि यो भाग निस्किन्छ यसरी र यो भाग यसरी निस्किँदाखेरि एकपट्टिबाट यो भागलाई यसरी दोबारेर यसको बराबरमा यसरी लगिन्छ र अर्कोपट्टिबाट पनि त्यसरी नै दोबारेर यहाँ यस्तो प्रकारले यसलाई यहाँ बनाइन्छ। यो ठिकसँग कोही बेला टाँसिन्छ पनि कोही बेला फाँका पनि हुन्छ। यो त्यही अनुसार बनिन्छ। यसरी पुरा काम गरिसकेपछि त्यसपश्चात एउटा गद्दा सानो पतला ठुङ्गाको एउटा साइज आकारमा काट्नुपर्छ र यसलाई यहाँ यस्तो प्रकारले टाँस्नुपर्छ र यस्तो प्रकारले टाँस्न जाँदाखेरि पहिला यसमा हामीले अब अलिकति यो आटाले बनिएको गम यसमा यसरी दुईपट्टिबाट लगाइन्छ। यसरी यतापट्टि यहाँ लगाइयो अनि तपाईको अर्कोपट्टि पनि यहाँ मजाले लगाइदियो। यसरी लगाइदिइसकेपछि अब यसलाई लिएर हामीले यहाँ एक प्रकारले बराबर यस्तो मिलाएर टाँसिदियौँ। मजाले यसरी यहाँ टाँसिदियौँ र यो टाँसिदिएपछि यो दुईटा भाग यसले छोप्यो र यसपछि फेरि अझै गम ल्याएर हामीले यहाँ यसरी लगाउँ। यसरी लगाएपछि यो यसरी यसलाई फेरि दोबारेर यो बन्द गरिदिउँ। यसरी एकपट्टिको त भयो। अब अर्कोपट्टिको लागि पनि हामीले त्यसरी नै यहाँ यो गम लगाएर यसरी गम लगाएर यहाँ टाँस्दैछौँ र यसरी टाँसिसकेपछि
यो गम लागेछ पुरा। र यसलाई पनि फेरि दोबारेर हामी यसरी राखिने। र यो एक प्रकारले एउटा आधा किलोको थुङ्गा यहाँ बनिन गएको छ र यसलाई यहाँ मैले सुकाउन यहाँ राखेको छु। र यस्तो प्रकारले ठुङ्गा बनिँदछ। र यो ठुङ्गाको के छ भनेदेखि पहिला सुकाएको यसलाई पछिबाट खोलेर यस्तो प्रकारले खोलेर यसरी हामीले खोलेर यस्तो प्रकारको हुन्छ र पछाडि यो बन्द भएको हुन्छ र यसमा यो आधा किलोको सामान अट्ने ठुङ्गा यसरी तयारी भयो। यहाँ तपाईहरुलाई म 3 किसिमको ठुङ्गा बनिएको देखाइरहेको छु। यो माझमा भएको चाहिँ मैले यसलाई डेमोन्स्ट्रेसन गरेर देखाएँ भनेदेखि यो भन्दा सानो आकारको यो ठुङ्गा चाहिँ यो 1 पावा जति यसमा अट्छ भनेदेखि यो भन्दा ठुलो आकारको यो ठुङ्गामा चाहिँ 1 किलो जतिको तपाईको चामल, दाल, आटा, मैदा इत्यादि अट्ने गर्छ। चिनी हो। यसरी हामीले घरैमा बसेर ठुङ्गा बनाएर दोकानदारहरूले अथवा अरूहरूले पनि बनाएर बिक्री गरे भनेदेखि यस ठुङ्गाबाट चाहिँ हाम्रो कुनै पर्यावरणलाई क्षति पुग्दैन र प्लास्टिकको थैलो, पोलिब्यागहरू किनिरहनु पर्ने आवश्यकता पर्दैन र पर्यावरणबाट पनि जोगिन्छ र पुरानो परम्परा यो ठुङ्गाको पनि फेरि कायम रहनेछ। धन्यवाद।